YouTube family. के छ हजुरहरूको खबर? सन्चै आरामै हो? भर्खर उठेको यस्तो बिदी घाम चर्क्यो अब के गर्ने त? केही देखेन घामले? केही देखेन। म चाहिँ उठेँ अनि अब खाजा खानु भात पाइसक्यो आफ्नो घरमा छैन। भर्खर उठेको छु म। अनि त्यसो अब बारीमा मम्मीहरू जानु भएको चिया बोकिदिनु पऱ्यो भनेर दुध लिएर जान लाग्यो। के पऱ्यो मुखमा त्यही हो। अनि मम्मी चाहिँ बिसाएर गरिदियो क्या मलाई बोलाएर कस्तो घाम छ क्या बिहान बिहान झरेर आउने गरेर। सो के छ हजुरहरूको खबर भन्नुहोस्। म चाहिँ अब लिएर आउँछु चिया पकाउँछु अनि बिहान बिहान यस्तो घाम चर्क्यो भने यस्तो घाम चर्क्यो अनि सक्छ त कसरी सक्दैन फेरि घामले त त्यो। अनि के छ हजुरहरूको हाल खबर भन्नुहोस् त। म दुध लिएर आउँछु अनि कुरा गर्छु ल हजुरहरूसँग ल। यत्रो भयो मकै हाम्रोतिर यत्रो भयो हाम्रो घरतिर मकै हाम्रो घरतिर। अनि हाम्रो मम्मी मकै गुड्नु जानुभएको क्या। अनि दुध लिएर आउँछु चिया पकाइदिन्छु लगिदिन्छु। रिसाएर यत्रो मुख बनाएर गएको थिएँ रिस उठेर हिजो बेलुका मलाई घर आएँ। अब चिया पकाउनु परेन आफू नि खानु पऱ्यो नि चिया पकाएर होइन खानु परेन। म यस्तो दुध चिया रुच्दैन खै किन रुच्दैन भनेर चाहिँ भन्नुहुन्छ भने क्वेसन जिज्ञासा गर्नुहुन्छ भने ग्यास्ट्रिक हुन्छ त्यही भएर हो अरू केही नै होइन। मलाई मन पनि पर्दैन पढ्न खासै भन्दा पनि मलाई मनै पर्दैन। म कहिले काहीँ चाहिँ त्यो मान्छेहरू कोही भइहाल्यो भने चाहिँ खाइदिइहाल्छु होइन नत्र भए चाहिँदैन दुध चिया। म कालो चिया खाइदिन्छु। कालो चियामा कागती हालेर यस्तो हो के अरे यस्तो जडायो हुन्छ यस्तो हो कि यस्तो हो हजुर त। अब खानु त पऱ्यो नि होइन अब म पनि खानु पऱ्यो भोक लाग्छ। अनि आज कता कता के हुन्छ हेरौँ हजुरहरूलाई देखाऊँ हजुरहरूको हालखबर के छ। ठिक छ सबैजना आराम सन्चै सबै आरामै हो नि। म त एकदमै छु फिट एन्ड फाइन। दाल भात तरकारी अनि के अरे पानी पाएर के हो भन्थ्यो त्यो फिल्ममा बिर्सेँ हौ मैले। आफू चाहिँ आउनु पऱ्यो नि होइन भोक लाग्दैन मलाई। निन्दा लागिरहेको छ हेर्नु 12-1 बजी सुत्यो आफ्नो सबै होमवर्क सकाएर काम सकाएर सुत्यो। आज सकेकै छैन यार त्यही भएर करायो क्या मलाई मम्मीले 12-1 बजीसँग बस्नु छ बिहान चाँडै उठ्नु छैन अरे। मलाई हिजो बेलुका यस्तो पारो तातो होइन नि दिमाग ह्याङ भएको नि एकछिन त। अनि बिहान अब चाँडै उठ्नु पऱ्यो अरे अब राति 12-1 बजी सुत्नु छ बिहान 6 नै बजी उठ्नु सकिन्छ त। त्यही आज त म 6:30 बजी उठेको सकिन्छ त भन्नु त। मलाई त रिस उठेर सायद त्यही भएर हो कि मेरो मुखमा पिम्पल कति धेरै आउनु भएको क्या आजकल चाहिँ। किन भन्दाखेरि के अरे मुखभरि पिम्पल आयो किनभने निद्रा नपुगेर नि त यो त्यही भएर निद्रा पुग्दैन निद्रा लाग्छ उता अनि सुत्नै पर्यो। त्यही भएर निद्रा पुऱ्याएर गरौँ भने कहिले नपुग्ने सेड्युलै बिग्रिसक्यो होइन आजकल त सुत्ने सेड्युलै बिग्रिसक्यो त्यस्तै लाग्छ मलाई साँच्चै त्यस्तै नै भए जहिले राति 11-12 बज्छ फेरि अहिले राति छोटो छ नि त अनि त्यसपछि बज्छ क्या राति 12 भाखा नै 9 बज्छ अनि आयो बेलदेखि 7 बजी गर्न थाल्यो छैन त्यस्तो छ गाह्रो। अनि मेरो कुरा सुनाएर हजुरहरूलाई होइन सुन्नुहुन्छ नि कि रिसाउनु भएको यस्तो कुरा सुनायो भनेर
रिसाउनु भएको नरिसाउनु मेरो माया लाग्दैन चिया पकायो चिया बिस्कुट चट्टा हाल्नु होइन अनि त्यहाँ चाहिँ कुरा हुन्छ मेरो है त यहाँ चिया र बिस्कुट सब मनाक्यो बिस्कुट चिया चट्टा खाइदिने मलाई चाहिँ को करायो भने खानु मनाक्यो बिस्कुट कस्तो मनपर्छ क्या मलाई साँच्ची भने मनाक्यो पार्लेजी म त बच्चा हुँदा गम्दैन हौ अनि खानुपर्ने हुन्छ अनि के भन्छ अरे आज दिउँसोको काम गरिन्छ भ्लग ढिलायो त्यसको लागि माफी माग्न चाहन्छु म अब दुध उम्लिहाल्छ नि त मकै गुल्दाको खानु मम्मी अनि के भन्नु म 6:30 बजेको 7 बजिसक्यो 7 बजी सुतेर आइस भन्नु होला अनि रिस उठ्छ अनि यार कस्तो अब दुध चिया बिस्कुट ढोका लगायो सन्जय दुध चिया र बिस्कुट लिएर टुई परेर हिँडेर जान्छु म बारीतिर यो ऱ्याप हाल्ने क्या हो गाह्रो हुन्छ नि त गाह्रो हुँदैन त्यो मुखबाट बाहिर निकाल्ने के डराउँछ क्या मसँग बच्चाहरू सबजना डराउँछन् मसँग के गर्नु अन्ना त राम्रै थियो उसलाई थियो अब हामी जानुपर्ने हुन्छ चिया लिएर घामले गर्दा पसिना आएछ कति बिहान कति चारको घाम लाग्यो होला छ्या अनि के भन्छ अरे कालोदेखि होला त फर्केर कुकुर पारा खेल्दैन अनि के भन्छ अरे चिया चाहिँ लिएर आएँ बिस्कुट पनि लिएर आएँ गिलास लिएर आएन दिमाग बुद्धि मस्तिष्क के भन्छ त्यसलाई सबै यस्तो हो के गर्नु चुप लाग पप्पू केही गर्दैन हाडु वेलकम टु माई भ्लग केही गर्दैन भने आइज न यसैले ल्याएको थियो आज उठाइ हुनुहुन्छ यहाँ हामीले चिया खाइसक्यो बाबा म दिदी हो क्या दिदी बाबा क्या चिया लिएर उसलाई बिस्कुट च्यानल नाम दियो मेरो च्यानलको नाम सब्सक्राइब गरिदिइसक्यो भने भन्ने उहाँ नै हो महानुभाव त्यस्तै हो भक्कुले लिङ्क पठाउँछु भन्दै थियो म गिलास दिनु न चिया लिएर आइछु गिलास ल्याउनु बिर्सेछु दिमाग भन्छ यस्तो छ ठिकै छ अनुहार म चिया हालिदिइसकेँ मैले ल्याउनुहुन्छ चिया खानुहुन्छ अब अनुहार किन हो त्यस्तो लगाएको मेरो मोबाइलबाट गोरा हुन्छ गोरा आउँछ मकै गोडे मकै भएको मकै यत्रो भएछ अनि गोड्दिन आएछ अनि आयो खाने के काम गरे के काम गरे आउने बाह्र सालले अनि चिया पकाइ आएँ ए ऊ भयो धारो त आएन होला खान्न खान के खाएछ खाएँ मैले खाना आएको चिया बिस्कुट खाँदा कति लिएर 3टा एक प्याकेट लिएर आयो भइहाल्छ बिस्कुट लिनु थिएन अन्त मकै खाने बेला हुँदैछ हाम्रो भर्खर गोड्ने बेला हुँदैछ हरियो यस्तो छ कस्तो गुलियो हाले चिकाली वन पाखा डाँडा म त थाहा पाएन 12 बजी 12:30 बजी आएको थियो यस्तो छ यताको फर्म खुल्छ अरे भने के को फर्म
आर्मी पुलिसमा अनि के गर्ने जाहिर खाने खाना अघि भर्खर अब कमाउनु जाने कमाएर ल्याउने अनि थाहा हुन्छ कस्तो हुँदो रहेछ काम गरेर खानालाई भन्ने थाहा हुन्छ नि त अर्काको कमानमा 17 मा अब यो असार महिनामा बोझ भा म बोझ भा बुझ म बोझ भा मकै गोडम न त हिजो मकै गोडम बिहान आम्छ एकदम निर्मल सुमनले भने त आमा रिसाएर भुतभुतेर यस्तो छ यहाँ बोझ भयो अरे ल ठिकै छ अब जान्छु म जान्छु पहिलो गइन्छु 50,000 1 लाख गयो आयो त जाने हो घर त्यहाँ के भन्यो मलाई सुन्नुभयो के भने मम्मीले मलाई थाहा थिएन है यो कुरा भर्खर थाहा भएको यहाँ आएर सनी ओइ सनी छैनन् भाइ कस्तो इग्नोर गर्छन् मलाई चाहिँ सबैजनाले के गर्ने म कहाँ गएर मरम सुने होला त्यो सुतिरह होला क्या त्यो भ्लग हेर्दैछस् भने मैले त्यहाँ तल बोलाएको थिएँ बुझिस् हेर्ने त्यहाँ आएको बेलुका अनि के भन्छ अरे अन्त होइन फर्स्ट टाइम मम्मीले यस्तो भन्नु हुँदैन मलाई त्यो जागिर खानुपर्छ यस्तो केही कुरै गर्दैनन् क्या मेरो लागि चाहिँ गर्दैथेन गरेँ रे मम्मीले नि होइन अझ हजुरबुवाले के भन्नुभएको अरे मलाई के अरे यसको हाइट पनि छ वेट पनि छ यसलाई मै त्यस गरेर भए पनि अब नेपालमा घुस नआएको नि त केही कुरै छैन घुस खानेर भए पनि म छिराइदिन्छु भनेको थिएँ रे छन् रे गर्नु पऱ्यो नि त होइन केही गर भनेपछि त गर्नु पऱ्यो तर मैले सोध्छु मलाई पनि त्यो उस्तो लाग्दैन म पनि अब आफ्नो हाइट वेट सबै छ होइन अनि त्यस्तो भने अरे मलाई है के गर्ने त अब के गर्ने होला त भनिदिनुहोस् त जाम के गरौँ दौडिन म सक्छु सक्न चाहिँ होइन नसक्ने होइन म 800 मिटरमा 800 मिटर त हो नि 800 हो 800 मिटरमा फर्स्ट चाहिँ भएको है मिलिसेकेन्डले गर्दा फोर्थ भए किन भन्दाखेरि त्यो सबैजनाको त्यो ग्रुप हुन्छ नि त अरू स्कुलको नि हुन्छ नि त अनि अरू स्कुलको भए मेरोमा चाहिँ अनि म अलिक अगाडि त्यहाँ अब त्यो उसले पुग्न थालेपछि चाहिँ मैले उस गरिदिएँ क्या स्लो गरिदिएँ क्या दौडिनलाई आफू अगाडि भइसक्यो अनि जब फर्स्ट भयो भनेर म सोचिसकेँ मैले होइन अनि यसको दौडिन्छ छिटो भने अलिकति बिस्तारै दौडिँदै गएको त त्यस्तो भयो फोर्थ भएँ म तर केही छैन रिलेमा पाएको थियौँ हामीले रिलेमा पाएको थियौँ त्यो खुसी लाग्यो जे भए पनि अब दौड्यो घरबाट लिएर आउँछु नै भनेर जस्तो गरेर गएको थिएँ क्या म तर मेरो लिएर आएँ नि जे भए पनि अब रिलेमा भए पनि रनिङमा भए पनि गर्न त गरेँ ठिक छ म त्यो बेला कति खुसी लागेर फर्स्ट टाइम मेडल पाएको मैले अनि अस्तिको हाततिरबाट पाएँ गोल्ड मेडल त्यही हो अब घर जानुपर्ने हुन्छ आज खै फोन आएको थियो मलाई अघि अब काम कता सदस्य हो कि अध्यक्ष बने हो कि अनि मलाई फोन आएको थियो नि प्रोग्राममा आउनुपर्छ है भनिरहेको थियो क्या मलाई अनि त्यसपछि मैले हस् भनेको थिएँ अनि 2 बजीतिर प्रोग्राममा जानुपर्छ अरे हजुर यहाँ बोयफ्रेन्डसँग बोल्दैछु म अनि त्यसपछि त्यही अनि जानुपर्ने हुन्छ घर गएर अब तरकारी पकाउँछु अनि त्यसपछि बोल्नुपर्ने छ आयो त सो अब हामी चाहिँ जान लाग्यो होइन त्यो तल आलु पखाड रहेछ क्या अनि आलु पखाड रहेछ यो गु जस्तो मान्छेलाई कति पछि आएको भाइ आलु पखाडा बाबा छिटो गर है 2 बजी जानु खाले न एउटा म ब्यालेन्स दादा
चिसो गर्नु है छ्या उहाँसँग हिँड्ने घरबाट मुडा बनाएर छु मलाई धेरै रिस नउठेर खै अब जान पर्ने हुन्छ ढिला भइसक्यो 2 बजी पुग्न पर्ने थियो 2 बज्न लागिसक्यो यहीँ नेपाली टाइम यस्तै हुन्छ घाम चर्क्या त्यस्तै अब बाटोतिर भ्लग बनाउन सकिँदैन घामले यताको भ्यू छ अनि यति राम्रो भ्यूमा म छु यहाँ यति राम्रो यस्तै अब के गर्नु त नि होइन रिस उठ्दैन भने मान्छे हामीलाई यहाँ गर्मी भयो सोचेर अब गाडी कुन बेला आउँछ पत्तो होइन ढिला भइसक्यो 2 साढे 2 भइसक्यो यहाँ 2 बजी पुग्नु पर्ने भयो त्यही भएर यहाँ मुनालाई अब उतै जानुपर्ने हुन्छ अनि जान्छौँ अनि हामी प्रोग्राम अटेन्ड गर्छौँ अनि फेरि घर आउँछौँ अब यहाँ भ्लग बनाउँदै नि त एकजनाले दुईवटा खाने हो एकजनाले 2वटा खाने हो किन भन्दा पैसा छैन यस्तो गुलाब सदा छेउ कि अदा छेउमा अब आफै ढिला गएपछि अब आफैलाई गाली गर्छ गाडी आउँदैन त्यसको बोक्नु पैसा छैन नि त धेरै बाँडचुटी मिलीचुटी साथीभाइमा मिली हामी अब आयौँ यहाँ यस्तो रहेछ यहाँ ठिक छ अब स्कुलमा रहेछ बदबुसहरू लिएर पनि अब यहाँ यो स्कुल रहेछ महालक्ष्मी स्कुल रहेछ नि उसकै यो उसहरू पनि रहेछ यहाँनिर हेर्नु न ट्रफीहरू कपहरू फर्स्ट फ्लोर कता रहेछ आउने बित्तिकै पावर खाने टाइम रहेछ यहाँ यस्तो प्रोग्राममा पो आउँदैन सबैजना आइन्छ होइन ठिक छ हामी चाहिँ अब बस्छौँ के गर्नु त यहाँ लाज लागिसक्यो बेकार आएको बित्तिकै मोमो खान पाइँदैन कतिले छ सबैजना हुन्छ यहाँ यस्तो महानुभावहरू यस्तो गर्नुपर्ने हुन्छ अरूलाई नि भन्छ यहाँ राम्रो छ अति राम्रो एउटा काटेर है त गरी आज यसले तैँले ताली बजा न त्यहाँनिर बालश्रम छ हटाएर बालश्रम मुक्त वडा बनाउनु नखोजे हो कि यो कुरामा चाहिँ अलिकति प्रयास पारिदिनु भयो भने यस्तो छ यहाँ हामी छौँ यहाँ भोकले रन फानेर हामीले खाइदिइसक्यौँ स्यान्डविच रहेछ स्यान्डविच खाइदिनु नि अलि त अनि यो भुटेको आलु भन्छौँ हामी चाहिँ के भन्छ होला फ्रेन्च फ्राई भन्छ खाइदिन्छौँ अनि के भन्छ अरे राखेर बोल्नु पऱ्यो अब अघि यो पुकाएको छ हाम्रो पानी कुन चाहिँ यही हो होइन नि ल्याए हो हाम्रो पानी खोइ कहाँ लाग्यो थाहा यही होला यही हो म ल्याएको पानी हाफ प्लेट मोमो अन्देखि स्यान्डविच अन्देखि यो के अरे हाफ त हो नि फ्रेन्च फ्राई रहेछ अनि चिया मगाएको थियौँ हामीले दाजु चिया ल्याइदिनु भएछ धन्यवाद किन मगाएको भन्दाखेरि त्यहाँ बसेर खानु भयो क्या अनि जहाँ बसेर भए पनि खानु त पऱ्यो एकचोटि खानु त पऱ्यो
अनि त्यही भएर मगाएको क्या यहाँ आजको लागि भ्लग यतातिर इन गर्छु ल किन भन्दाखेरि ढिला लामो पनि भयो अति लामो भइसक्यो सो आज भ्लग के कस्तो लाग्यो हजुरहरूलाई राम्रो लागेमा लाइक सब्सक्राइब लाइक गरिदिनु त्यहाँ ट्याप लाएर अनि त्यो आज भिडियो लामो भएको सबै हेर्नुपर्ने हुन्छ है फेरि अब हामी खान्छौँ अनि चाहिँ अब घर जान्छौँ आजको लागि यति नै बाई बाई